हजुर हाम्रो मण्डली प्रियजनहरूलाई जय मसीह। अनि हजुरहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। अनि हाम्रो आफ्नो आफन्तलाई नमस्ते। हजुरहरूलाई पनि परमेश्वरले आशिष दिनुभएको होस्। म छोटो वचन हजुरहरूलाई बाइबलमा लेखिएको छ, हजुरलाई म सुनाउने छु। यहाँनिर यसरी लेखिएको छ, यशाया 29 पदमा म छोटो हजुरलाई सुनाउने छु। सदा नै उहाँले थकितहरूलाई बल दिनुहुन्छ। 29 पदमा, यशायाको 29 पदमा यसरी लेखिएको छ, सदा नै उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। हेर्नुहोस् त हजुर। अनि हामीलाई थकितहरूलाई पनि उहाँले वचनमा लेखेको छ, सदा उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूलाई शक्ति बढाइदिनुहुन्छ भनेर यसरी वचनमा लेखेको छ। हामी अबल हुन्छौँ, हामी कमजोरी हुन्छौँ, अनि हामीलाई चाहिँ परमेश्वरले शक्ति दिनुहुन्छ, बल दिनुहुन्छ। अनि हामीलाई चाहिँ हेर्नुहोस् त, सदा नि हामीलाई उहाँले हामीलाई बल बढाइदिनुहुन्छ। अनि हामीलाई परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। तपाईँहरू निराश नहुनुहोस्। उहाँको वचनमा लेखेको अनुसार तपाईँहरू वचनको शक्तिले तपाईँहरू हिँड्नुहोस् होइन। मानिसहरूको हामीलाई फल्नाले प्रार्थना गऱ्यो भने फल्ना पाठरले निको हुन्छ, अर्को पाठरले गर्यो भने निको हुन्छ भनेर हामी चाहिँ मान्छेहरूको आशामा हिँड्छौँ। तर हामी चाहिँ परमेश्वरको आशामा अनि हामी चाहिँ बस्नुपर्छ। अनि हेर्नुहोस् त, सदा नि उहाँले थकितहरूलाई बल बढाइदिनुहुन्छ भनेर यसरी वचनमा लेखिएको छ। अनि हामी वचनअनुसार हिँड्नुपर्छ, वचनअनुसार हामी बोल्नुपर्छ। अनि हामी चाहिँ होइन, हाम्रो निको हुने शक्ति चाहिँ हाम्रो आफ्नैमा नि छ। येशूले हामीलाई शक्ति दिनुभएको छ। जब हामी ग्रहण गर्छौँ, हामीलाई येशूको शक्ति हामीकोमा आएको हुन्छ। अनि हामीलाई चाहिँ प्रत्येक जस्तो रोग छ, जस्तो कष्ट छ, अनि हामी उहाँलाई प्रार्थना गर्नुहुन्छ। हेर्नु त, कमजोरलाई पनि हेर्नुहोस् त कति शक्ति बढाइदिनु भएको छ। हामी कमजोरी छौँ भन्छु, तर हामीलाई चाहिँ परमेश्वरले शक्ति बढाइदिनुहुन्छ, बल दिनुहुन्छ, बुद्धि दिनुहुन्छ, जाँगर दिनुहुन्छ। अनि यसरी चाहिँ होइन, यहाँ चाहिँ यसरी नै लेखिएको छ, सदा नै उहाँले थकितहरूलाई बल दिनुहुन्छ। हेर्नु त, सदा नै हामी थाक्नेहरूलाई चाहिँ अनि हामीलाई परमेश्वरले चाहिँ बल दिनुहुन्छ। यसरी लेखिएको छ यहाँनिर। र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। हेर्नुहोस् त, कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ भनेर यशाया 29 पदमा यसरी लेखिएको छ। हजुर, तपाईँहरूले आशिष पाउनुहुनेछ। अनि तपाईँहरू होइन वचनअनुसार हिँड्नुहोस्, वचनअनुसार बोल्नुहोस्। अनि तपाईँहरूलाई अनि परमेश्वरले सदा नि आशिष, बल तपाईँको अनि तपाईँमा शक्ति बढाइदिनु हुनेछ। हुन्छ, हजुरहरूलाई जय मसीह। कतिजनाले होइन अनि आशिष पाउनुभयो। अनि परमेश्वरको जनहरूले प्रशस्त आशिष पाउनुभयो। परमेश्वर नपाउनेहरूले पनि प्रशस्त आशिष पाउनुभएको छ भन्ने म आशामा बस्दछु। हुन्छ, नमस्ते, जय मसीह।